माधव चोत मलाई भेट्यो भने मारेर फ्याँक्छन् नि माचिक्ने रन्डी। यो पुरै देश घन्टीको छ नि अहिले, यो कुरा बुझेर मात्र बोल्ने गर्ने रन्डी। ओइ भालो रन्डी, माधव चोत रन्डी, बाहुनी बाहुनी कि कमिनी कमिनी चाहिँ होला रन्डी। माधव चोत मलाई भेट्यो भने मारेर फ्याँक्छन् नि माचिक्ने रन्डी। यो पुरै देश घन्टीको छ नि अहिले, यो कुरा बुझेर मात्र बोल्ने गर्ने रन्डी। जुन देशको प्रधानमन्त्री स्वयंले हामीले छिमेकी मुलुकको सीमा मिच्या छौँ भनेर भन्नुपर्ने त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक आज। हामी सांसदहरू पनि सुरक्षित छैन, कोही पनि सुरक्षित छैन। नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति खालको छ। धम्की आइराखेको, तेरो घर जलाइदिन्छु पक्तलाई है, म यस्तो गरिदिन्छु भेट्ने बित्तिकै भनिराखेको, त्यस्ता मान्छेहरूलाई हामीले रिपोर्ट गर्दाखेरि तपाईँको चाहिँ कारबाही नभइराखेको स्थिति। कहीँ कतैबाट कहीँ कतै हामी चाहिँ यात्रा गर्दै जाँदाखेरि असुरक्षित महसुस गर्नुपर्ने स्थिति।